नमस्ते साथीहरु। आज मेरो हातमा रहेको छ आइफोन एक्सएस म्याक्स। यो चाहिँ 2018 को मोडल हो भनेदेखि अहिले 2026 मा यसको परफर्मेन्स के कस्तो छ भनेर म आजको यस भिडियोमा बताउन गइरहेको छु। सुरुमा त कुरा गरौँ यसको फिचर्सहरुको बारेमा। यसमा चाहिँ A12 बायोनिक प्रोसेसर रहेको छ। यसको स्क्रिनको कुरा गर्नु पर्दाखेरि यसमा 6.5 इन्च सुपर रेटिना ओलेड डिस्प्ले युज भएको छ भनेदेखि जसको रिजोल्युसन रहेको छ 1242 × 2688। त्यसैगरी यसको क्यामेरा सेटअपको कुरा गर्नुपर्दा रियर क्यामेरामा चाहिँ दुईवटा 12 मेगापिक्सलको क्यामेरा रहेको छ। वाइड क्यामेराको एपर्चर चाहिँ 1.8 रहेको छ भनेदेखि टेलिफोटोको एपर्चर चाहिँ 2.4 रहेको छ। त्यस्तै फ्रन्ट क्यामेराको कुरा गर्नुपर्दा 7 मेगापिक्सलको क्यामेरा भइहाल्यो जसको एपर्चरको कुरा गर्नु पर्दाखेरि चाहिँ 2.2 रहेको छ। त्यसैगरी ब्याट्री एमएएचको कुरा गर्नु पर्दाखेरि 3175 एमएएच ब्याट्री रहेको छ। यसमा 18 वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ भनेदेखि वायरलेस चार्जिङ पनि सपोर्ट गर्छ। त्यसैगरी यसको बिल्ड क्वालिटीको कुरा गर्नु पर्दाखेरि ग्लास प्यानल, त्यसैगरी फ्रन्टमा पनि ग्लास नै भइहाल्यो। स्टेनलेस स्टिल फ्रेम युज भएको छ भनेदेखि यसमा IP68 को वाटर एन्ड डस्ट रेसिस्टेन्ट पनि आउँछ। सेक्युरिटी वाइजको कुरा गर्नु पर्दाखेरि यसमा अगाडि फेस आइडी दिएको छ। त्यसैगरी अरु कुरा गर्नु पर्दा यसमा अब सफ्टवेयर अपडेट चाहिँ iOS 18 सम्म मात्रै हो। त्यो भन्दा माथि चाहिँ यसमा सफ्टवेयर अपडेट आउने छैन। क्यामेरा क्वालिटीको कुरा गर्नु पर्दाखेरि चाहिँ अझै पनि स्टिल 8 वर्ष पुरानो फोन भयो नि बवाल रहेको छ। अब हजुरहरुलाई सस्तोमा चाहिँ ठुलो आइफोनहरु युज्डमा खोज्नुहुन्छ भने चाहिँ यो बेटर हुन सक्छ। तर अब यसमा सफ्टवेयर अपडेट नआउने भएको कारणले पछि गएर एपहरु नचल्ने समस्या आउन सक्छ। सो यो फोन लिँदा चाहिँ विचार गरेर लिनुपर्ने हुन्छ सफ्टवेयर अपडेटको कारणले। अरु सबै चाहिँ यसमा बवालै छ। भिडियो मन परेमा लाइक, कमेन्ट र शेयर गरिदिनुस् र च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरी साइडमा रहेको बेल आइकन पनि दबाउनुहोस्।